साथीहरु वेलकम। आज चाहिँ हामी हाम्रो भान्जी र मेरो छोराको चाहिँ गेम खेलाइरहेका छौं। उनी दुईजनाको खेलाडी दुईजना दुईजना खेलाडी दुईजना चाहिँ उनीहरुको गेम चाहिँ त्यहाँ छ। हेलमेट त्यो म्युजिकको अनि हेडफोन छ। त्यो बोतल रोक्यो भने चाहिँ बोतल रोज्यो भने चाहिँ के पायो रक्सी खाने त्यस्तै त्यस्तै छ है साथीहरु। त्यो हाम्रो चाहिँ गेम भने चाहिँ बहिनीलाई चाहिँ भने त्यहाँ हेडफोन छ हेलमेट छ रक्सीको बोतल छ डिउको बोतल त्यसलाई चाहिँ जडिया भनेर मानिने छ। अर्को छ सिकर्मी त्यो के बनाउने सिकर्मी भने अर्को चाहिँ खाने त्यो चाहिँ गिचुवा भन्ने यो कपी रहेछ धेरै पढ्ने अनि पैसा चाहिँ धेरै सम्पत्ति कमाउने अनि खेलाउने कुरामै भुलिराख्ने र नाम्लो रोज्यो भने भरिया बन्ने र अर्को के अरे पाउडर रोज्यो भने चाहिँ यिनीहरूले के अरे मेकअप सामान भान्जीको आमा र भान्जी। हेलो भान्जी खेलाडीले हेर्नु पर्नुपर्छ है। यता मेरो खेलाडी छोरा छ यहाँ एकदम यहाँ मुडफ भइरहेको 1 2 3 गो भन्ने बित्तिकै गइसकेको छ मेरो छोरा चाहिँ। अब के चाहिँ रोज्दा रहेछ यसले यसको भविष्यमा चाहिँ त्यही हुन्छ भन्ने मान्यता राखेको छौँ हामीले। अब गइसकेको छ है मेरो छोरा चाहिँ। ल भेटिहाल्यो क्या यो पढान्तै हुन्छ कि के हुन्छ आम्लाले ठोक्नु थालिहाल्यो। हेलो छोरा खेलाडी यता हेर्नु। अब पढाइको साथसाथै यसले के चाहिँ लिने रहेछ पढाइको साथसाथै यसले सिकर्मी बन्ने रहेछ। अब घिच्वा नै रहेछ हिँड्ने रहेछ। यता आउनुहोस् यता तीनटा रोजिसके खाने गर्मी अनि चाहिँ हिजुवा रोज्यो। अरू के रोज्दा रहेछ हेरौँ। अब यति नै रोजिसकेको है उसले यति नै हो उसको भविष्यमा अब यति नै हो। अब छोड्दैन अब छोड्दैन अब यसले मन परिहाल्यो क्या यसले ऊ खेलाएको छ यसले चाहिँ मन परिहाल्यो। ए हेलमेटमा पनि आउँदैछ है। ए सिकर्मी भएर बाइक किनेर चाहिँ यसले बाइक किन्ने रहेछ। ल गुड छुइराखे मात्रै मन परेन पैसा छैन रहेछ। मनी इज नो एभ्रिथिङ। अब 1 2 3 गो मेरो भान्जी चाहिँ अब गइसकेको छ उसको प्रतियोगितामा अगाडि बढिसक्नु भएको छ। जानुस् जानु हो गुड। अब चाहिँ गए ओहो खेलाडी एकदमै अब रोमाञ्च एकदम चाहिँ यता पनि हेर्छ उसको आमा देखेर रमाउँदैछ। फर्स्ट हुन्छ नि नभन उसले के रोज्छ नभन आमा खुसी परेर के रोज्छ। जानुस् भान्जी गो भान्जीलाई मन आयो हेरेको गेम नखेल्ने भनेर ऊ चाहिँ मान्दैन। भान्जी यता आऊ भान्जी आउनुहोस्। एकदमै खेल्नै मन गरिराखेको छैन खेल प्रतियोगितामा मान्दै अब चाहिँ पक्कै पनि भान्जीले रोज्ने कार्यक्रममा छ हेर्दैछ के चाहिँ रोज्ने हो अनि पछाडितिर पनि हेर्छ खेलाउने कुराहरू हेर्दैन। अब चाहिँ भान्जीले पक्कै पनि रोज्छ। ए यो पनि पढ्ने रहेछ ए पैसा ला पढेर पैसा कमाउने रहेछ उसले त पढेर पैसा कमाउने रहेछ मेरो भान्जीले चाहिँ। अब पैसा लु गो आउनुहोस् छिटो एकछिन अरू के रोज्छ है। आउनुहोस् यता आउनुहोस्। पक्कै पनि भान्जीले पैसा कमाएर पढेर चाहिँ पैसा कमाउने रहेछ। अब चाहिँ के रोज्दा छ फेरि हेरौँ। जुत्ताको ऱ्याकतिर आउने रहेछ कि के। अब भान्जीले पक्कै पनि उसले खेल सकेर त्यही हिँडिसकेको हुनसक्छ।
भान्जीको आमा चाहिँ एकदम खुसी परेर हाँस्दैछ पैसा समातेर। मेरो छोरा चाहिँ खेलिसकेर चाहिँ तल गइसकेको छ। पैसा भेटेर छोरीलाई 5 रुपियाँ कमाइसकेको छ र मेरो भान्जीले अब पनि के रोज्छ भन्ने आशामा छौँ। उता घर पो उकाउँदैछ भान्जीले त। भान्जी आऊ आऊ आऊ, भान्जीको गेम निकै ठुलो लु भयो ल। हामी चाहिँ खेल समाप्त भएर पनि छोरालाई भान्जी चाहिँ हेर न रुन्छ लिएर त गेम खेलेर पनि हेर। हामी चाहिँ एकदम खुसीको साथसाथै यो दुईजनाको गेम चाहिँ सकिसकेको छ र भिडियो पनि छोटो मिठो आइसकेको छ। तपाईँहरूले हेर्नु होला र भाइको भान्जी र मेरो छोराको गेम सकिसकेको छ। हामी चाहिँ खुसीको साथ चाहिँ हाँस्यौँ, मजा भयो, रमाइलो भयो होइन। नानीहरू यस्तो छ हाम्रो बिहा जस्तो छ, दुईजनाकै एकदमै रमाइलो छ। भान्जीको आमा निराशपना छ। म केही पनि भन्न चाहदिनँ, म धेरै खुसी छु। यो भिडियो हेरेर लाइक कमेन्ट सेयर गरिदिनु होला। ल कस्तो लाग्यो होइन प्रतिक्रिया दिनु होला। खेलाडीहरूले चाहिँ गेम सकाएर लगभग अझै भन्नुहोस्, अझै भन्नुहोस्। अब खाजा खान जान लागिरहेको, हामी पनि अब खाजा खान जान लागेको। तपाईँ हामी खाजा खानु होला ल। अब भन्दै म चाहिँ हेलो यता हेर, यता हेर, दुईजना यता हेर। बाई बाई गरिदेऊ भिडियोलाई। यसरी बाई बाई ताली बजाऊ, ताली बजाऊ, ताली बजाऊ, पैसा त खसाल्छ। ताली बजाऊ, ताली बजाऊ, मौसम पानी पर्न आँटिरहेछ, धुम्म घरदेखि चाहिँ